पार्टी प्रवेश 1 नम्बरमै नाम रहेको छ मदन प्रसाद बर्तौला नेकपा एमाले जिल्ला दिदा चाँडो नेकपा एमाले जिल्ला सल्लाहकार उहाँलाई प्रवेश गराउन चाहन्छु। यसै गरी गोपाल पराजुली ज्यू गाउँपालिका सचिवालयबाट चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीमा हामी समावेश गर्न चाहन्छौँ। विनोद प्रसाद बर्तौला वडा कमिटी सचिव हुनुहुँदो रहेछ नेकपा एमालेको। यसै वडा कमिटी नेकपा एमाले परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ। यसै गरी सरोज बर्तौला सरलाई पनि यस टोलका अध्यक्ष हुनुहुँदो रहेछ। उहाँ चाहिँ नेकपा एमाले टोल अध्यक्ष हुनुहुँदो रहेछ। उहाँलाई पनि म पार्टी प्रवेश गर्नको लागि अनुरोध गर्न चाहन्छु। यसै गरी कर्णबहादुर खड्काज्यूलाई पनि नेकपा एमाले पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ। कर्णबहादुर खड्काज्यूलाई पनि म भन्न चाहन्छु। यसै गरी विनोद पराजुलीज्यूलाई पनि पार्टी प्रवेशको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। नेकपा एमाले परित्याग गरी आउनुभएको छ। व्यापक मात्रामा यसै गरी सिमोन बर्तौलाज्यूलाई पनि सिमोन बर्तौलाज्यूलाई पनि पार्टी प्रवेशको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। चिरञ्जीवी बर्तौलाज्यूलाई पनि पार्टी प्रवेशको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी पूर्णकला खत्रीज्यूलाई पनि पार्टी प्रवेशको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। आमाले सबैलाई आशीर्वाद दिनुपर्नेज्यूलाई पनि पार्टी प्रवेशको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। आमा घन्टी बज्यो है त अब ध्रुव कुमार यसै गरी बसन्त उमा काफ्लेज्यूलाई पनि पार्टी प्रवेशको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यहाँ ल्याउ त चिरन। यसै गरी नेकपा एमाले पार्टी सम्झना काफ्ले